तपाईँ लाइफको कुन फेजमा हुनुहुन्छ भनेर तपाईँलाई भन्ने त कोही पनि हुँदैन नि, तपाईँ आफैले रियलाइज गर्ने कुरा हो नि त। सो म यो मेरो लाइफको यो फेजमा छु, मसँग यति पैसा हुन्छ र यो पैसा चाहिँ म यसरी म्यानेज गर्छु भनेर चाहिँ एउटा सानो ढाँचा चाहिँ आफैले बनाउनुपर्छ। र स्टक मार्केटमै हो भने आफू कुन लाइफको फेजमा छु र त्यो अनुसारले मैले कस्तो खालको स्टक्सहरू पिक गर्नुपर्ने हुन्छ र मसँग कतिको अन्डरस्ट्यान्डिङ छ भनेर चाहिँ त्यसमा काम गरेर, होइन म यसमै कमाउँछु, ट्रेडरै भएर कमाउँछु भने मजाले गर्नुहोस्, तर बुझेर गर्नुहोस्, सिकेर गर्नुहोस्। नसिकुन्जेलसम्म एज अ इन्भेस्टर भएर स्टुडेन्ट लाइफदेखिको ट्रान्जिसन गर्ने हो क्या। एसआइपी गर्यो, आइपिओ भर्यो, त्यसपछि सेकेन्डरी मार्केटमा आयो, बिस्तारै सानो किताहरूबाट कारोबार गर्यो, आफ्नो इमोसन फ्लक्चुएसन हेऱ्यो, कतिको म आत्तिहाल्दो रहेछु या मात्तिहाल्दो रहेछु भनेर। बिस्तारै 1 लाखको पोर्टफोलियोबाट 5 लाख बनायो, 5 बाट 10 बनायो, अनि ल अलिकति बढी कन्फिडेन्स आउन थालिसकेपछि अनि बिचमा फेरि एकचोटि चाहिँ आधी ट्रेडिङ आधी इन्भेस्टिङ गर्यो, किनभने सर्टेन पार्ट त राख्नु पर्यो नि त है। अनि त्यसपछि जब आफ्नो मार्केटमा आफूले भनेको एक्युरेसीहरू आउन थाल्यो भने अनि बल्ल अलिकति मजाले लगानी गर्दै गयो, अनि अलिक ठुल्ठुलो हुन थालिसकेपछि अब मार्जिनल लेन्डिङ बल्ल लियो क्या। किनभने सेयर मार्केटमा यदि राम्ररी ठुलै कारोबार गर्ने भने मार्जिनल लेन्डिङ नै हो, होइन? तर इनिसियली चाहिँ तपाईँ योबाट टाढा बस्ने हो क्या, लोनको फन्डै नचलाउने हो इनिसियली चाहिँ। सो यसरी चाहिँ फन्डामेन्टल एस्पेक्टहरू क्लियर भएर चाहिँ अगाडि बढ्नु भयो भने जर्नी सानो होला ठुलो होला तर एउटा राम्रो स्टोरी पनि बन्छ।